नमस्कार। आज हामी एउटा अलि पेचिलो विषयमा कुरा गर्दैछौँ। एकातिर सरकारी कर्मचारीको तलब बढाउने सरकारी तयारी र त्यसैसँग जोडिएको अदालतसम्म पुगेको मुद्दा छ। अनि अर्कोतिर देशको खस्कन्दो आर्थिक अवस्था र यो महँगीको मार। हामीसँग केही स्रोतहरू छन्, समाचार, विश्लेषण, अदालतको आदेश पनि। यिनैलाई आधार मानेर यो अवस्थालाई अलिकति खोतलाउँ न त। हो त नि, यो एकदमै महत्त्वपूर्ण विषय हो अहिलेको लागि। यी दुई कुरा मतलब कर्मचारीको आशा र देशको आर्थिक यथार्थ कसरी जुधिरहेका छन्, स्रोतहरूले त्यही देखाउँछन् के। एकातिर तलब बढाउनै पर्ने जस्तो दबाव छ, अर्कोतिर राज्यको ढुकुटीकै अवस्था नाजुक छ भन्ने कुरा आइरहेको छ। त्यसो भए सुरु गरौँ है त। पहिलो कुरा, यो तलब वृद्धिको तयारीबाटै जाउँ। अर्थप्रेसमा आएको खबर अनुसार सरकारले आउँदो आर्थिक वर्ष मतलब 2082-83मा तलब बढाउने बारे छलफल गर्दैछ रे। यो त निजामती सेवा ऐन अनुसार नै हो। हरेक 3 वर्षमा तलब पुनरावलोकन गर्नुपर्ने प्रावधान छ। अनि यो वर्ष ठिक त्यही समय परेको पनि हो। त्यही भएर यो चर्चा सुरु भएको। सरकारी अधिकारीहरूले चाहिँ कर्मचारीको मनोबल बढाउन आवश्यक छ भन्छन् रे, हैन त? हो, उनीहरूको तर्क त्यही छ। तर उनीहरूले नै यो कुरा देशको आर्थिक अवस्था कस्तो हुन्छ त्यसमा भर पर्छ भनेर पनि स्वीकारेका छन्। हुन त यसअघि 2089-80मा 15% तलब बढेको थियो नि। हो, बढेको थियो, तर कर्मचारी सङ्गठनहरू फेरि पनि दबाब दिइरहेका छन्। उनीहरूको माग त त्यो उच्च स्तरीय तलब सुझाव आयोगको प्रतिवेदन लागू हुनु पर्यो भन्ने छ। अनि अर्को, तल्लो तहको कर्मचारीको न्यूनतम तलब नै 43,000 पुर्याउनु पर्ने माग रहेछ। साँच्चै 43,000। अहिले मुख्य सचिवको सुरु तलब 77,221 रुपियाँ छ। अनि कार्यालय सहयोगीको जम्मा 24,702। यो अन्तर त निकै ठूलो भयो नि। हो त, यहाँनिर चाखलाग्दो कुरा छ क्या। यही तलबमानको असमानताको कुरा लिएर त अदालतसम्म पुगेको रहेछ नि। त्यही त, 2089 सालमा जुन तलब वृद्धि भयो नि त्यो सबै तहमा समान भएन। यही विषयमा केही उपमहान्यायाधिवक्ताहरूले सर्वोच्च अदालतमा रिट हाल्नु भएको छ। सर्वोच्चको आदेशमा यो कुरा प्रष्ट छ। हो र, उहाँहरूको मुख्य तर्क चाहिँ के रहेछ? उहाँहरूको जिकिर के छ भने त्यो तलब वृद्धिले समान तहका कर्मचारी बीच असमान व्यवहार भयो, विभेद भयो। यसले संविधानको समानताको हक धारा 18 त्यसको उल्लङ्घन भयो भन्ने छ। अनि अर्को के सिद्धान्तको कुरा पनि थियो नि? हो, त्यो कानुनी अपेक्षाको सिद्धान्त, लेजिटिमेट एक्सपेक्टेसन भन्ने। मतलब सरकारको पहिलेको व्यवहार वा आश्वासनले गर्दा कर्मचारीमा एउटा जायज अपेक्षा बनेको हुन्छ नि, त्यो पूरा भएन भन्ने हो। भनेपछि उहाँहरूले त्यो पुरानो निर्णय खारिज होस् र समान व्यवहार होस् भन्ने माग गर्नुभएको छ। हो, ठ्याक्कै। असमान तलब वृद्धिको निर्णय बदर गर्न र समान व्यवहारका लागि परमादेश दिन माग गर्नुभएको छ। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ है। भविष्यमा तलब निर्धारण गर्दा यो समानताको कुरालाई कसरी हेर्ने भन्ने एउटा नजिर बस्ला कि? पक्कै पनि यसको फैसलाले असर पार्छ। तर अब तलब बढाउने कुरा एकातिर छँदैछ, अर्कोतिर देशको आर्थिक अवस्था पनि त हेर्नु पर्यो नि। यो महँगीको अवस्था कस्तो छ अहिले? स्रोतहरू के भन्छन्? नागरिक न्युजको एउटा विश्लेषण हेर्दा महँगी बढेको प्रश्न देखिन्छ। जस्तै एउटा पुरानो तथ्याङ्क हेर्दा पनि 2076 पुस्तिरै उपभोक्ता मुद्रास्फीति करिब 6-7% थियो। कारणहरू धेरै छन्। खानेकुरा, अरू सामानको मूल्य बढ्नु। अनि तलब वृद्धिले पनि त बजारमा पैसा फालेर महँगी बढाउँछ होला नि? हो, त्यसको पनि असर हुन्छ। अनि भन्सार शुल्क, छिमेकी भारतको महँगी, भारतमा महँगी बढ्दा यहाँ सिधै असर परिहाल्छ। जस्तै 2020 जनवरीमा भारतमा 7.59% हुँदा यहाँ पनि असर देखियो। त्यसमाथि कालोबजारी, सिन्डिकेट, भण्डारणको अभाव जस्ता समस्या त छँदैछन्। अनि अर्को एउटा स्रोत आधारभूमिले त झन् डरलाग्दो चित्र देखाएको छ नि। राज्यको ढुकुटी लगभग रित्तो छ रे। राजस्वले कर्मचारीको तलब जस्ता साधारण खर्च धान्न पनि गाह्रो छ रे। साँच्चै कति गाह्रो। अनि वैदेशिक ऋण 27 खर्ब नागिसक्यो रे। सरकारले अरू तिर्नुपर्ने पैसा पनि, जस्तै ठेकेदार, किसान, बीमा कम्पनीहरूलाई दिनुपर्ने भुक्तानी, त्यो पनि समयमा दिन सकिरहेको छैन भनिएको छ। यस्तो बेलामा तलब बढाउने माग कति व्यावहारिक होला त? यो त गम्भीर प्रश्न हो। हो, एकदमै गम्भीर प्रश्न हो। नागरिक न्युजकै विश्लेषणले के पनि भन्छ भने नेपालमा महँगी बढ्नुमा माग पक्षभन्दा पनि आपूर्ति र संरचनागत समस्या बढी जिम्मेवार छन्। जस्तो कि ऊर्जा अभाव,
कमजोर पूर्वाधार यस्ता कुराहरू। अनि भारतको महँगीको असरबाट त हामी उम्किनै सक्दैनौँ, त्यो यथार्थ हो। त्यसो भए यी सबै कुरालाई जोडेर हेर्दा के देखिन्छ त? एकातिर कर्मचारी छन्, उनीहरूको तलब सुविधा जायज अपेक्षाको कुरा छ। अर्कोतिर आम मान्छे छन् जो महँगी, बेरोजगारी, आर्थिक सङ्कटसँग हरेक दिन जुधिरहेका छन्। स्रोतहरूले यही तनावलाई नै देखाइरहेका छन्, होइन त? निश्चय पनि राज्यको लागि यो निकै ठूलो चुनौती हो। कसरी एकातिर कर्मचारीलाई पनि चित्त बुझाउने, उनीहरूको मनोबल कायम राख्ने, अनि अर्कोतिर देशको आर्थिक सन्तुलन पनि नबिगार्ने। झन् महँगी जस्ता समस्या बाहिरका र संरचनागत कारणले बढी प्रभावित हुँदा त यो झनै गाह्रो हुन्छ। आज हामीले यही जटिल अन्तर्सम्बन्धलाई केलाउने प्रयास गर्यौं। कर्मचारी तलबको बहस, अदालतको कुरा, महँगीको चाप अनि राज्यको ढुकुटीको अवस्था। र एउटा मूल प्रश्न त बाँकी नै रहन्छ, आखिर राज्यले आफ्ना कर्मचारीहरूको जायज अपेक्षा र देशको यो कठिन आर्थिक वास्तविकता बीच कसरी सन्तुलन मिलाउन सक्ला? यो सजिलो छैन। हो, यही प्रश्नमा थप विचार गर्न श्रोताहरूलाई छोड्दै आजको लागि हामी बिदा माग्छौं। धन्यवाद। धन्यवाद।